यस्तो कानुनीदेखि बाहिर जानु हुँदैन भन्ने हामीलाई धेरै कुराहरू थाहा भयो र 25 मिनट दिनुभयो, राम्रो भयो। त्यही नै हाम्रो सबैभन्दा राम्रो कुरा उद्देश्य ठिक रहेछ भन्ने आजको कार्यक्रममा मैले यो कुरा थाहा पाएँ। अहिले यहाँ तपाईँहरूलाई कानुन सम्बन्धी कुराहरू सिकाउँदै तपाईँले चाहिँ के सिक्नु भएको? त्यसबाट आज हामीलाई के ज्ञान भयो भन्नुहुन्छ भने एउटा बो विवाह नगर्ने, अर्को 20 वर्ष उमेर पुगिसकेपछि विवाह हुने भन्ने बारेमा थाहा पाइयो। अरू ज्ञानवर्धक कुराहरू पनि धेरै, त्यो नियम कानुनका कुराहरू पनि धेरै सिक्नमा आयो। हाम्रो ज्ञान धेरै भएर महसुस लागिरहेको छ त्यस बारेमा। बाल बिहा र अरू कुरा नि होला। त्यही उजुरी तल घोरै जानुपर्छ जिल्ला प्रहरीबाट त्यो हुनेहरू छ। अहिले फेरि हामीले बुझ्दाखेरि जिल्ला अदालतमा यो कसरी गर्नु यही बुझ्नुपर्ने रहेछ, यही बुझ्न पर्ने रहेछ। इलाका परिकारहरूले हामीले केही उजुरी दिन पऱ्यो भने चाहिँ भन्न नहुने सर। अलिक तपाईँले अरू जे थाहा पाउनु त्यही भन्नु। के सिक्नु? बाल बिहा र बहु बिहाको बाहेक अरू के सिक्नु? जे थाहा पाउनु त्यही भन्नुहोस्। त्यो बाहेक अब अरू हामीलाई जो गाउँघरमा पर्ने एउटा केही जो हुन्छ नि यो न्याय कानुन सम्बन्धीका कुराहरू पनि थाहा पाइयो। कारबाही के कसरी कारबाही अहिले धेरै अब तपाईँको पहिलाको कानुन र अहिले त फरक छ नि। फरक छ। भदौ 1 गतेदेखि लागू भएको कानुन चाहिँ धेरै फरक रहेछ। त्यसको बारेमा चाहिँ हामी सिकेर पहिलाको कानुन र अहिले 75 साल भदौ 1 गतेदेखि लागेको मुलुकी संहिता चाहिँ फरक रहेछ। त्यसको बारेमा चाहिँ के परिवर्तन भयो त्यो कुरा थाहा भयो। यो बारेमा थाहा छ। थाहा भयो भन्ने कुरो यति